म अनि मेरो साथीहरु पुरी तरकारी किन खान गयौं त हेर्नुस् है मेरो। हेलो एभ्रीवान, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। अनि अहिले चाहिँ म कलेज जाँदैछु अनि आज सन्डे भएको कारणले मैले आज आउटी टेस्ट लगाएर जाँदैछु। आज सन्डे पनि किन कलेज जाँदैछु भन्नाले आज मेरो सन्डे टेस्ट थियो अनि त्यही भएर चाहिँ मलाई कलेज जानु पर्ने थियो अनि त्यही भएर चाहिँ म आउटी टेस्टमा गइरहेको थिएँ। हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। मेरो हैन यसको ब्लग हो। आज म इन्ट्रो गरिरहेको छु। आज हामीहरू गइरहेको छौँ। तपाईहरुले हेर्नु भयो कसले ब्लग गरेको थियो अनि जेनिसले चाहिँ मेरो ब्लग बनाइरहेको थियो अनि सबलाई इन्ट्रोड्युस आफूले नै गरिरहेको थियो अनि आफ्नो पनि भिडियो यसरी बिचमा बनाइरहेको थियो। त्यसपछि हामी 6 नम्बर गेटबाट चाहिँ अगाडि बढ्दै थियौँ। आज चाहिँ हामी फेरि पुरी तरकारी खान जाँदैछौँ अनि कुन ठाउँ जाँदैछौँ त हामी पहिला जुन ठाउँ गएको थियौँ त्यो ठाउँमा जाँदैछौँ। अनि आज चाहिँ हामी किन कलेजबाट पुरी तरकारी खान जाँदैछौँ भन्नाले हामीलाई चाहिँ भोक लाग्दै थियो अनि त्यसपछि तपाईहरुको हामीले बिहानै आएको थियो नि त एक्जाम दिन अनि त्यही भएर केही खाजासाजा कसैले खाएर आएको थिएन अनि सबै साथीहरूले प्लान बनाएर जाउँ आज पुरी तरकारी खाऊँ भनेर अनि त्यसपछि हामी पहिलाकै ठाउँमा जाँदै थियौँ। अनि मैले चाहिँ आयुषलाई चाहिँ लुकेर भिडियो बनाइरहेको थिएँ अनि त्यसले हेरेपछि यसरी सक भइहाल्यो होइन। अनि त्यसरी चाहिँ हामी सबै साथीहरू बसेर पुरी तरकारी खाँदै थियौँ अनि सबलाई मिठो लाग्यो पुरी तरकारी। तर हामी तिनजना चाहिँ वेट गर्दै थियौँ, म जेनिस अनि प्रिन्स, किनभने हाम्रो चाहिँ अहिलेसम्म आएको थिएन पुरी तरकारी अनि हामी वेट गर्दै थियौँ। अनि प्रिन्सलाई सोधै वेट गर्दै जस्तो कस्तो लागिरहेछ त्यहाँनिर चाहिँ भाइ भोक लागिसक्यो छिटो आओस् भनेर बसिरहेको थियौँ। वही बात आ जाएगी, जो गरीब हो ना आदमी, यो साला अपनी आदत से गरीब हो। अनि त्यसपछि चाहिँ मेरो पनि पुरी तरकारीहरू आयो अनि म पनि खान गइरहेको थिएँ। तर मभन्दा अगाडि चाहिँ जेनिस खाँदै थियो अनि जेनिसलाई मैले सोध्छु कि जेनिस कस्तो लाग्यो त जेनिसले भन्छ बबाल लाग्यो भनेर। अनि त्यसपछि यसले थम्सअप पनि हेराउँछ। त्यसपछि चाहिँ म पनि खान गएँ पुरी तरकारी अनि मलाई त यताको पहिलादेखि नै मिठो लाग्थ्यो अनि अहिले फेरि मैले ट्राई गर्छु अनि मलाई त धेरै मिठो लागेको थियो यहाँको, किनभने मैले पहिला पनि खाएको छु नि त अनि मलाई थाहा छ यहाँको मिठो हुन्छ भनेर। अनि त्यसपछि चाहिँ हामी घर फर्क्यौँ अनि पुरी तरकारी चाहिँ सबैजनालाई मिठो लाग्यो अनि त्यसपछि चाहिँ हामी यहाँ फर्किँदै थियौँ। म प्रिन्स अनि आयुष चाहिँ यहाँबाट फर्क्यौँ किनभने जेनिस अनि रीतिकर चाहिँ त्यहीँबाट गयो घर। अब त्यहाँबाट चाहिँ म आयुषको घरबाट ब्याग लिन्छु अनि त्यसपछि घर फर्किन्छु। अनि त्यसपछि यहाँ चाहिँ प्रिन्स किन हाँसिरहेको थियो मलाई कमेन्टमा चाहिँ है। अनि आजलाई यति नै, सी यु इन द नेक्स्ट गाइज, बाई बाई।